ल 1 बाइटमा त्यो चाहिँ छिटो नलु अडाउनु पर्यो नि अब लु सकेन ल साथीहरु आज चाहिँ हामी यो के मोमो अरे पोर्क मोमो घरमै बनाएको खतरा छ कस्तो छ भन्छ एकचोटी ल खाएर ल टेस्ट गरेर भन्दिउ त मोमो हो कस्तो कुन मिठो छ ओ एउटा सिंगल हो मुख मर्छ गर्दैन ल हाल्नु न त यो बनाउनु म चाहिँ नखानु अरे ल है त ल 1 बाइट ल अर्धो रहेछ यत्रो मोमो ल तेरो पालो छिटो गर्न है ढिलो भइसक्यो ल 1 बाइटमै त्यो अरे ढिलो भइसक्यो छिटो गरेर एकछिनमा खिच ओ माइ ल आज चाहिँ यस्तो छ है खामकी ल है झ्यामका झ्याम खुवाइ हुँदैछ यहाँनिर चाहिँ लन त दिन त उता चिप्लै भएछ मोबाइल पनि यस्तरी यो मोमो खानै नजान्ने मान्छे किन खानु मोमो भनेको सिङ्गै ग्वाममै खाने हो क्या अनि मात्रै मजा हुन्छ त्यो फुटाउँदै चोक्टा चोक्टा बनाएर खाएर के स्वाद हुन्छ होइन डियरसन के डियरसनलाई चाहिँ के यो खराक हो उसको चाहिँ के हो यो डामेको रहेछ फ्राई रहेछ दुईजनाको चाहिँ स्ट्रिम गरेको होइन त्यो ठुलो चाहिँ खा न ग्वाम हो ल बाहुन दिदीको चाहिँ लु त्यो ठुलो 1 बाइट लु हान्नु पर्यो ल हाम्रो बहिनीले चाहिँ खाना आँटेको छ यो ठुलो सिङ्गै छिटो न लु नाम मात्रै बाहुनी हो मान्छे राइनी हो भयो अब ल 1 बाइटमा त्यो चाहिँ छिटो न लु अडाउनु पर्यो नि अब लु सकेन तीन गममा चाहिँ खाइसक्यो